हेलो हेर्नुहोस् है अब जङ्गल जानलाई बाटो पनि यस्तो छ यो जङ्गलै जङ्गल जानुपर्छ माटो लिनुलाई। हेर्नु त मेरो भुन्टी आज भुन्टी कहाँ हिँडेको आइज मेरो मसँग जहाँ गयो नि यो साथी हिँड्छ यो छिटाउ बाबु ल छिटो आइज त्यो त यो पनि बोक्नु तैँले सक्दैन है त्यति पनि तैँले तँ त खोइ म खाएको मात्रै साथी हो तर मोटो मात्रै साथी हो त केही पनि साथी होइन त मेरो खानु र सुत्नु भाइ अरू यो केही पनि छैन साथीहरू खालि खायो ज्यान बनायो साथी मम्मीसँग साथी गरौँ सहयोग गरौँ भने मान्दैन बरु यस्तो फुच्चीहरू चाहिँ आउँछ बढी यहाँ हेर्नुहोस् है जङ्गलै कति ठुलो जङ्गल छ हेर्नु साथीहरू हामी यो जङ्गलमा घाँस दाउरा खोज्न आउँछु माटो लिनु आउँछ हामी मैले यहाँ माटो देखेको थिएँ कि वहाँ छ माटो खाने ठाउँ तर यहाँ चाहिँ राम्रो लागेको थियो माटो राम्रो छ कि भनेर आएको यहाँ हेर्नु यहाँ त्यो बुढी त आइसकेछ भाइ अस्ति आउँछु भन्दै माटो लिनुलाई आइसकेछ हेर त कस्तो माटो यहाँ हेर त बजे भन्दै थियो माटो आउँछु म यहाँ लिनुलाई भन्दै थियो आइसक्यो न त डुब्छ यहाँ ठुलो पोखरी छ खनेरै वनको मान्छेहरूले जङ्गलको मान्छेहरूले वनको मान्छेले खनेर उयो बनाइदिएको के अरे उयसलाई खानालाई के अरे जनावरलाई खानालाई बनाइदिएको मेरो मोटो छोरा यहाँ सुतेको नि माटो यही हो यतै खन्ने भनेको खनेर लैसकेछ अस्ति बजेले देखेको थिएँ यहाँनिर म खन्छु भन्थ्यो नभन्दै खनेर लैछ राम्रो छ गरी हेर्छु है।